बुझ्नुभयो, नत्र जनताले गुल्ट्याउँछन्। नयाँ सरकार नबन्दै डाक्टर महावीर पुनले प्रधानमन्त्रीदेखि मन्त्री र सचिवहरूलाई दिए सबैभन्दा कडा चेतावनी। भर्खरै राष्ट्रिय आविष्कार केन्द्रबाट कडा स्टाटस लेख्दै डाक्टर पुनले प्रष्ट भन्नुभएको छ। भ्रष्टाचार, नातावाद, घुसखोरी र चाकरीवाद जस्ता व्यतिथि हटाउने अभियान अब प्रधानमन्त्री, मन्त्री र सचिवहरूबाटै सुरु हुनुपर्छ। माथिका सुध्रे भने मात्र तलका सुध्रिन्छन्। उहाँले भर्खरै जितेर आएका नवनिर्वाचित सांसदहरूलाई सिधै टार्गेट गर्दै भन्नुभएको छ, भन्छुन् नातावाद र चाकरीवाद जस्ता कुसंस्कारबाट एकदमै पर बस्नुहोला, नत्र जनताले गुल्ट्याइदिनेछन्। पुराना दलहरूलाई जस्तै नयाँ नेतालाई पनि जनताले एकैछिनमा फालिदिन सक्छन् भन्ने उहाँको यो कडा चेतावनी तपाईलाई कस्तो लाग्यो? कमेन्ट गर्नुहोस् र भिडियो शेयर गर्नुहोस्।